हेर्नु साथीहरू, हामी थ्रेसर लगाउने भनेर ठिक्क पारेर राखेको, ठुलो लगाएर राखेको गहुँ पानी आएर भिजाएर पुरै बिगारेपछि अहिले फेरि सब सुरुबाट सुकाउँदैछौँ। यस्तो घाममा यो सब निकालेर यसरी सुकाएछौँ। कति दुःख दियो हेर्नुहोस् न पानीले। यसपालि त गर्नु पर्यो। थ्रेसर लगाउन भनेर ठिक्क बनाएर रेडी बनाएर राखेको, थ्रेसर पनि आएको, माथिबाट पानी पनि सँगसँगै आएको कि अनि सब बिग्रेर यसमा राम्रोसँग देखिरहेको छैन अझै। कस्तो नराम्रोसँग भइसकेको थियो। अनि सब फेरि एक एक ल्याएर मुठाहरू फुकाएर कुनै राख्यौँ, कुनै यसरी ठड्यायौँ। अब आज सुक्यो, यदि यो सुक्यो अनि भने साँझतिर अथवा भएन भने भोलितिर थ्रेसर लगाउने भनेको। हेर्नु कति धेरै मुजी गराउनु भएको देखेर वरिपरिको दिदीबहिनीहरू पनि आउनुभएको छ सहयोग गर्नलाई। एक दुईजना दिदीबहिनीहरू यताउताबाट आइराख्नु भएको छ। घरकै 3-4 जना थियौँ गरेर बनाएको। यो बालाहरू टिपेको बाला पनि हल्का कम भिजेको चाहिँ यसरी बहीमा राखेछौँ। अनि यो जो धेरै भिजेको थियो नि हो त्यो यसरी राखेको। धेरै भिजेको भागहरूलाई चाहिँ खोलेर यसो वरिपरि छिटलेर अनि यसरी राखेको साथीहरू।